तपाईँहरू चाहिँ दामी बजेट फ्रेन्डली होइन स्पिकरको खोजीमा हुनुहुन्छ भने चाहिँ हामीसँग चाहिँ एउटा दामी खालको स्पिकर छ। ट्याक्क आजको बिहानको मिनी ब्लग चाहिँ कलेजबाट आएर होइन ट्याक्क लुगा फेरो भयो र ट्याक्क भान्सामा गएर हेर्दाखेरि चाहिँ यतापट्टि सब्जी बनाइराख्नु भएको रहेछ र उता हटकेसमा चाहिँ भात र सब्जी मलाई ठ्याक्क छुट्टाएर राखिदिइराख्नु भएको छ। त्यसपछि खाएर म दोकान आइपुगेँ र आज चाहिँ दोकान आइसक्दाखेरि तपाईँले देख्नु सक्नुहुन्छ पुरै अँध्यारो छ, लाइनै पो गएको रहेछ। बिहानदेखि पोल सार्ने हाइवे गर्नु त पोल सार्ने कारणले दोकानमा चाहिँ ट्याक्कसँगले ठुला खालको हेभी स्पिकरहरू र साना खालका नर्मल तपाईँले रेडियो पनि बजाउन खालको स्पिकरहरू पनि ट्याक्क आइछ र JBLको अर्को दामी खालको तपाईँले घरमा बसेर सुन्ने एउटा कोठाको लागि चाहिँ आइसकेको रहेछ र टाइप सी चार्जरहरू र अर्को ठुलो लाउडलेस स्पिकर र युनिभर्सल एडाप्टर आइसकेको रहेछ। त्यसपछि भनेको ट्याक्क चिया खाइयो र जसै खाएर यसो घर आएको मम्मी आज पुरै मकै खन्ड लागिराख्नु भएको रहेछ र त्यहीँनिर खेतमै बस्यो र बसेर एकछिन गरेपछि चटपटे खाइयो र त्यसपछि ट्याक्कले चाहिँ धन्यवाद माट आएको छु म दुधेको चाहिँ लुगा धुने। त्यसपछि अनि दोकानमा आइयो र हनुकले चाहिँ ट्याक्क आलु चप ल्याएछ अनि खाइयो। त्यसपछि बिहेमा जाने कुरा भयो र बिहेतर्फ हामी लाग्यौँ। तपाईँले जुन चाहिँ यो छिटो चाहिँ ट्याक्क बिहे गरेको माहौल। त्यसपछि केटाहरू पुरै डिजेमा बसिरहेको छ, त्यहाँ पनि बसियो एकदम एकछिन र त्यसपछि त्यता गएर आएर चाहिँ यहाँको म मिल गएर अलिकति मसला पिस्नु भनेको मसला पिसिसकेर घरमा आएको त्यो सिसाहरू एकदमै फोहोर भइरहेको छ र त्यसलाई पुरै मैले अब सफा गर्ने निर्णय गरेँ र त्यसपछि भनेको ट्याक्क सफा गरेर तपाईँहरू चाहिँ दामी बजेट फ्रेन्डली होइन स्पिकरको खोजीमा हुनुहुन्छ भने चाहिँ हामीसँग चाहिँ एउटा दामी खालको स्पिकर छ। बजेट फ्रेन्डली पैसामा पनि तपाईँहरूलाई सजिलै पाउने खालको दामी खालको स्पिकर म देखाउन गइरहेको छु है त। ट्याक्क त्यो स्पिकर चाहिँ रहेछ JBLको G04 भन्ने मोडल स्पिकर। यो म तपाईँलाई अनबक्सिङ पनि गर्ने गर्छु। ट्याक्क यसको चाहिँ क्वालिटी पनि एकदम दामी है। एउटा चार्जर दिन्छ, टाइप सी केबल हुन्छ यसमा। यो रहेछ यसमा चाहिँ पुरै यो म्याटबाट पनि छ, क्लिन छ म्याटबाट। यसलाई अन गर्ने सिस्टम यहाँबाट रहेछ, अप डाउन यता रहेछ। दामी कन्डिसनमा छ। तपाईँहरू पनि लिने इच्छुक हुनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि राम्रो खालको स्पिकर JBL हामीसँग आइसकेको छ। तपाईँहरू JBLकै मात्रै होइन अरू कुनैको पनि स्पिकर हामी अलि ठुलो खालको स्पिकर कतै टुर सुट जाँदाखेरि स्पिकरको खोजीमा हुनुहुन्छ भने हामीसँग त्यसको लागि पनि समाधान छ।